हेलो हेलो एन्ड वेलकम टु माई ब्लग। आज चाहिँ मैले मसँग अब के अरे गोरो त छैन के अरे कालो मात्रै छ। कालो भनेको फेरि कालो मात्रै छ, त्यही भएर कालोबाट भिडियो कस्तो आउँदो रहेछ भनेर टेस्ट गर्नको लागि म कालोबाट अहिले खिचिरहेको छु। कालो भनेको के हो भनेपछि लास्टमा म तपाईँहरूलाई भन्ने छु। अहिले चाहिँ म यतिकै हिँडिरहेको छु टेस्टको लागि। अहिले चाहिँ म ठ्याक्कै एयरपोर्टमा, यो एयरपोर्ट हाम्रो सुर्खेतको कर्णाली प्रदेशको सबभन्दा ठुलो भनेकै यही हो एयरपोर्ट। एयरपोर्टबाट म अलिकति अगाडि बढेपछि नेवारै आउँदैछ। म यतिकै टेस्ट गर्नलाई हिँडिरहेको। कता जाम हेट तेरी कता जाम भइरहेछ। यो खाल्टामा त नेताका फोटो के अरे देखिन्छ यार, फोटो देखिन्छ त यार। खाल्टा आउँदा बित्तिकै नेताका टङलङ फोटो देखिने यार। है तेरीमा टोक्ने यार। यो टोक्ने भन्दा बित्तिकै मलाई फेरि यार यो गुल्मी स्याङ्जा पाल्पातिरको भाषाको याद आउँछ क्या। त्यो भएर त्यतातिरको के अरे हाम्रो गुल्मी स्याङ्जा अराखाँची अनि अर्को चाहिँ म के भन्नु लाग्थेँ, गाली चाहिँ कस्तो हुन्छ भने अराखाँचीतिर होइन कस्तो हुन्छ भने तँलाई पक्लक्कै हुने तँलाई टिमुरेमा लाने यस्तो पनि गर्ने भाइ लाज सरम लाग्दैन भन्दै। त्यसपछि अलि डेन्जर गाली भयो भने फेरि बस पार्कको इङ्ग्लिस गाली हुन्छ फेरि। तपाईँहरूले बुझिसक्नुभयो बस पार्कको इङ्ग्लिस गाली भनेको कस्तो भन्ने। त्यो भएर अब मलाई भन्न परेन। अहिले चाहिँ ओ माई गड यो धुलामा त यार नेताका फोटो देखिन्छ नि है छर्लङ्गै यार। यो बाटो नबनाएर यो धुला नेता फोटो देखिने है। अब चाहिँ म यस्तो गाउँमा आएन। अब हाम्रो सुर्खेतकै नजिकैको हाम्रो होइन अब कर्णाली प्रदेशमै बाटो यस्तो छ भनेपछि यहाँभन्दा उताको बाटो
होइन। दैलेखतिरको बाटो त अब पुरै नगरौँ। अस्ति म तपाईँलाई त्यो भिडियो मैले हालिसकेको छु, त्यो हेर्नु होला। लास्टै खतम छ। अहिले चाहिँ म ठ्याक्कै यहाँनिर आइपुगेको छु। अब चाहिँ हामी यहाँबाट थोरै अगाडि बढौँ। बाफ्रे अहिले हामी के मन्दिर हो यो? के को मन्दिर रहेछ यो? किरो आउँछ यो यहाँ त? मेरा बार के सुनसान रहेछ के भन्छ। मैले बाइक धुने भनेर बाइकै धोइदिन्छन् क्या। अनि त्यसपछि त्यत्तिकै लिएर हिँडेको छु। यहाँ झन् खतम छ त यार बाटो त। यो टर्निङ कस्तो तर्कले खिच्यो रहेछ त्यहाँनिर होइन, राम्रो रहेछ। अगाडि बढिरहेको छु। घरको बाटो जानुपर्ने रहेछ यार। भर्खरै चाहिँ हाम्रो सालाजीको फोन आयो। अब एक मात्र साला मेरा सालाले ल भिनाजु आउनु पर्यो भेट्न भने लौ त नि ठिकै छ। ल भात सात पको खाम्ला भनेको कति मिनटमा आउनु त भन्छन्। त्यसपछि म त्यही अब मेरा एउटा साला छन्, त्यो सालालाई गर्न भेट्नु त साला मान्छेले कति धेरै पर्लकै हेर्छन्। मोबाइल के राख्यो होला अहिले त फसल चाहिँ यो मोबाइल भनेर हेऱ्यो कि बिरोलाई के थाहा, बिलक भन्ने के थाहा। बिलक आजकल त बुढाबुढीले नि भन्छ तपाईँ गरेको छु भन्छस् बेटा क्यामेरा लगाएर हिँडेको छ काम केही छैन भने के थाहा तिनीहरूलाई डलर आउँछ भन्ने। डलर आउँछ तर नि पैसा कमाउनलाई हेलमेट लागु गऱ्यो नि के भन्ने फेरि हिँड्ने। फेरि त्यसरी बनाउन आज मात्रै बनाएको कस्तो रहेछ भने कस्तो हुन्छ भनेर मैले हेलमेट हालेको थिएँ। पहिला क्यामेरा स्यामेरा केही थिएन, कालो पनि थिएन गोरु पनि थिएन। अहिले कालो छ। अब त्यही अब कालाले हामी बनाऊँ भनेर त्यहाँबाट हिँडेको आज। अब कालाले राम्रो खिच्यो भने यसैबाट कालाबाट बनाउने। अब गोरो त अब विदेशमा हुनेले पठाइदिने हो गरे। अब विदेशमा अब हुनेले अब पठाइदियो भन्न नि भएन, दुःख हुन्छ। सबै कुरो जाने छ, यसो बुझेर पठाइदिए हो गरे। गोरो भन्ने अब नपठाएपछि त अब के भन्ने हो र। यत्तेरीमा साला यार बाटो त यार के हो यस्तो बाटो। अब हाम्रो साला मेरो एक मात्र साला यहाँ कता छन् अरे। बाटा हाइवेमा बसेको भने त कहाँ हाइवेमा बसेको नि। ए मेरो साला कहाँ छौ तिमी? छिटो आउनु छिटो भन्थे पुरै मासु पकाएर गरे जस्तो गरेर भन्थे। कता खानु नि खै कहाँ खानु छैनन्। त्यहाँ छन् कि हेरेछन् कि कहाँ खानु त खै। एकचोटि फोन गर्नुपर्छ यो सालालाई कहाँ खानु भनेर। जाम अब त्यही जाम साला त्यहीँ बस्यो कि जस्तो लाग्यो मलाई। ए अगाडि त चेकिङ रहेछ क्या रे, कडा चेकिङ छ यार, कडा चेकिङ। ओ त्यहाँनिर कडा चेकिङ छ। ओ मेरा एक मात्र साला यहाँ छन्। यिनी मेरा साला हुन्, यिनीले बोलाएको। यिनी मेरा एक मात्र साला हो के भन्ने। नमस्ते। म आज मोबाइल टेस्ट गर्न हिँडेको। अनि यिनै हो नि मेरा एक मात्र साला। मलाई जागिर चाहियो होला। यिनी जागिर चाहियो भन्ने भिडियो थियो। मेरो भिडियो आएको बेलामा यहाँ भ्युज बढी आउनु पर्यो।
आफू पनि युट्युबरमा लागेको 3 वर्ष भयो अहिलेसम्म उपलब्ध